15 गते चाहिँ हामी 2-3 बजी हिँडेका थियौँ होइन। अनि पछाडि चाहिँ 16 गते चाहिँ बिहानतिर चाहिँ स्याङ्जा पुग्यौँ। हामी चाहिँ स्याङ्जाको बजारमा छौँ होइन। 16 गते बिहान स्याङ्जामा छौँ भने पछाडि अहिले चाहिँ हामी खेती खोलामा छौँ होइन। खेती खोला काठमाडौँ बजार खेती खोला बजार खेती खोला खोला र हामी चाहिँ खेती खोला आयो होइन। अब कहाँ हो कता हो त्यो त थाहा छैन होइन। त्यस्तै हो खेती खोला बजार टक्क लाग्यो खेती खोला पछाडि गाइजहरू छ होइन। फाइनली पोखरादेखि देखिएको यो रमाइलो भ्यू तपाईँहरूले हेर्नुहोला। एकदम रमणीय छ। हिमालहरू पनि टक्क डाँडाकाँडा सहित टक्क बिचमा बजार अनि डाँडाकाँडाले टक्क घेरिएको छ होइन। अनि हामी चाहिँ पोखरा फेवातालमा चाहिँ घुम्न बाँकी नै थियो होइन। हामी चाहिँ मनाङ मुस्ताङ घुमेर चाहिँ पोखराको फेवातालमा चाहिँ घुम्ने निर्णय गरेका थियौँ। त्यही भएर चाहिँ हामी लगत्तै पोखरा फेवातालमा नगएर चाहिँ हामी लगतै मनाङ मुस्ताङको तयारीतर्फ बाटोतर्फ लाग्यौँ है त गाइजहरू। सो गाइजहरू तपाईँ देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी पोखराबाट चाहिँ काँडे कास्की भाइहरूको हल्लीचल्ली फेरि सोध्न लाग्यो होइन। सबै भाइहरूको हाम्रो ज्ञानेन्द्र भाइ, मिलन भाइ अनि लगायत चाहिँ हाम्रो चाहिँ सरोज भाइ अनि पछाडि चाहिँ प्रवेश भाइलाई चाहिँ मैले चाहिँ के छ कस्तो छ अवस्था भनेर सोधेँ होइन। एकदम ठिक छ, बसाइ ठिक छ। अबको बसाइ चाहिँ कस्तो हुन्छ थाहा छैन। अहिले चाहिँ एकदम रमाइलो छ, ठिक छ भन्दैछन् होइन केटाहरूले। के गरौँ कि लङ यात्रा हो है। अब यस्तै हो। के छ त यार नवीन यार तिम्रो अब के भन्नुपर्छ अरे। कोभिडबारे हाम्रो यस्तो खराब छ अनि बगेट भयो हाम्रो भाइ के कोभिडबारे मर्न लागिसक्यो मान्छे। हिमालहरू पनि देखिरहेको छ। हाम्रो भण्डारीको हालखबर के छ त? चस्मा लगाइदेऊ न एकचोटि कस्तो देखिन्छ आएकोसम्म। अरे पुरा हिरो क्या होइन। 2500को चस्मा होइन। हिमालहरू पनि देखिरहेको छ तपाईँ देख्नु सक्नुहुन्छ होइन केटाहरू। ए ह्यारीहरू पनि देखिनु भएको छ। भाइ पनि देखिरहेको। भाइ कस्तो भयो? एकदम रमाइलो भइरहेको छ। हिमालहरू देखि कतिको रमाइलो हुन्छ। भर्खर काँडे कास्कीमा छौँ होइन हामी। अझै पनि हामी कहाँ पुग्न बाँकी छ? मनाङ मुस्ताङ पुग्न बाँकी छ होइन। उता जा न उता जा। अब टक्क लगाएर हामी चाहिँ ठ्याक्कै देख्नुहुन्छ त्यो भ्यूहरू होइन त्यो हिमालहरू। यो चाहिँ माछापुच्छ्रे हिमाल हो। यो चाहिँ माछापुच्छ्रे हिमाल होइन। टक्क लगाएर हिमाल देखिरहेको छ। के छ त रोशन? कस्तो भयो यात्रा? आज चाहिँ एकदम बेस्ट देखिरहेको छ भ्यू पनि होइन। ठिक छ। काँडे कास्की लेखिरहेको छ तर बोर्डमा। अब खासै चाहिँ बेनी हो। बेनी हिमालबाट देखिन्छ। पुरा दामी भ्यूहरू देखिरहेको छ अब यो होइन। अब सबै केटाहरू सबै यतातिर ल तिमीलाई देखाउने यता आएर नि त। हेलो कस्तो भइरहेको खाना? दामी छ। अरे के हो त्यस्तो वेटर?
हजुर कहाँ हुन्छ युट्युबमा हाल्छु युट्युब फेसबुक टिकटक ल म सबै के छ कि यार राजा के चाहियो अर्जुन के चाहियो दाम दिनु क्या एकता बाबु बिटिकेले यता के चाहिँ सम्झना ठिक छ ओहो खाइमा परबिन दाइ खाइला ढाइलो दाइ एक दामी छैन दाइ दामी यार बेनी बजारमा टक्क लगाएर आज केटाकेटीहरू उता बेनी बजारतिर त्यो भिडियोहरू बनाइरहेका छन् फोटोहरू खिचिरहेको छन् त्यहाँदेखि होइन अनि यो चाहिँ बेनी बजार हो यो चाहिँ हाम्रो बेनी बजारमा चाहिँ हाम्रो गाडी बिग्रिएर तनाव भइसकेको छ होइन गाडी बिग्रिएर तनाव भइसक्यो अब चाहिँ राम्रो रहेछ यताउति अब हामी चाहिँ यहाँ पसलमा चाहिँ हामी चाहिँ पान खाँदैछौँ या पान बनाउने हुन्छ भने चाहिँ टक्क लगाएर पान के हाल्नुहुन्छ यार त दामी दामी सुट्टी हो पान त एकदम मिठो हुनु पऱ्यो होइन टक्क के हो यो ए नरिवल आज गाई चोरो हामी चाहिँ आज यसो पान खाँदैछौँ त्यो पान चेरी 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 कहाँ यस्तो यस्तो यो बजार चेरी चाहिँ चेरी तर हल्का फरक टाइपको चेरी आइसक्यो यहाँ चाहिँ अहिले तेस्रो पटक पान खाने मेरो गुलकन ए केराको मिठो गुलकन गुलाबको फुल यस्ता खाऊ बस्नु लाग्यो त्यो हुनुहुन्छ त खान्ने हो पक्का ल्यान त अर्को अहिले खाल्न म आउँछु हाल्दैन कि म दिन्छु यत्रो मुखमा अट्छ यस्तो हुँदो रहेछ पानमा हजुर बाबाको कुकुर गानु यार खाऊ के यार अहिले म मात्र खान्छु केही भनिदिनु पऱ्यो अब तपाईँले चाहिँ यता मुख चिसो छ हजुर पानी आइस जम्छ अलिक तातो तातो कपडा लगाएर जाऊ ए यस्तो यस्तो कपडाले हुँदैन होइन त्यसो भए